हाम्रो कुर्सी चाहिँ अर्को पनि रेडी भएको छ। एउटा यहाँ चाहिँ यसको कभर लगाउने बाँकी छ अनि एउटाको चाहिँ अब हामीले सबै फेन्सिङ गरेर अब यो कभर लगाउनु बाँकी छ। यो कभर लगाउनु छ। कभर नलाउँदाको अवस्था चाहिँ यस्तो छ है। यतिको बनिरहेछ। अब यो सबै टाल्नु बाँकी छ होइन। यो कभर लगाएपछि चाहिँ एकदम बबल बन्नेवाला छ। हामी चाहिँ तपाईँहरूलाई सबै देखाउँछौँ। त्यो कुहिएको काठलाई चाहिँ हामीले यसरी बनाएर काम चलाएको छौँ। अब कभर लगाएर चाहिँ एकदम बबल बन्नेवाला छ। त्यो सबै तपाईँहरूलाई देखाउने छ नि त है। कभर गरेर चाहिँ यस्तो छ। ल अहिले भेटौँ ल। हेलो गाइज, धेरै मेहनतको बादमा हामीले यतिसम्म चाहिँ बनाउन सकिसकेको छ। मैले आज यसलाई मजाले फिनिसिङ गर्नु बाँकी नै छ होइन। तर अब अहिले चाहिँ यति भएको छ। पुरा कस्तो लागिरहेछ हेर्नु होला। सो कमेन्टमा भन्न सक्नुहुन्छ कस्तो लाग्यो भनेर। सो आज यतातिर टाल्ने बाँकी छ होइन। अनि आज यो गर्ने बाँकी छ। आज यो कुर्सी बाँकी नै छ। यसलाई चाहिँ अलिक सामान पुगेन। यसको लागि चाहिँ अझै गमहरू ल्याउनु पर्ने भयो। अनि यसको लागि पनि पुगेन। अझै यहाँ बाँकी नै छ। यता टाल्नको लागि गमको डिब्बा चाहिँ सिधिसक्यो गाइज। यो कतिवटा 3टा खाइसक्यो यार यसले यार। अनि यो गम सिधेर चाहिँ हाम्रो सफरा म्याम के गर्दै हो? के गर्दै हो? देश कि ड्रेस? काठमाडौँ? कुन हो त काठमाडौँ? यो हो सानो टुक्रा हो काठमाडौँ? यो चाहिँ के हो? नेपालको ठुलो नक्सा? ल गाइस, यति नै हो आजको लागि। अब यो पुरै फिनिसिङ भएपछि अब डाइरेक्टली फिनिसिङ भएपछि देखाउनेछु है त। पहिला चाहिँ बाई बाई।